साथीहरू, आज म एउटा यस्तो स्टोरी लिएर आएको छु जसले हजुरको जिन्दगीमा परिवर्तन आउन सक्छ, नयाँ सोच आउन सक्छ। एउटा कुकुरले खरायोलाई लखड्दै थियो, तर कुकुर भन्दा त खरायो अलि सोलो नै दौडिन्छ नि, होइन? तर यसरी खरायो दौड्यो कि कुकुरले भेट्नै दिएन र अन्तिममा एउटा पुवालमा पस्यो र त्यो पुवालमा पस्दा बित्तिकै कुकुर नजिक गयो र भन्यो, आज तिमी यसरी किन दौड्यौ ताकि मलाई भेट्नै दिएनौ? अनि खरायोले भित्रबाट मुस्कान सहित आवाज दिन्छ, मासे, तिमी मभन्दा दौडन्छौ म मान्छु, तर तिमी एक छाक खानको लागि दौडेको थियौ, एक छाक भोक मेटाउनको लागि तिमी दौडेको थियौ, तर म मेरो जिन्दगी बचाउनको लागि म मेरो दाउमा लगाएर दौडिरहेका थिएँ, त्यसले गर्दा मलाई भेटाउन सकेनौ। त्यसैले हामी हातमुख मात्रै जोड्न आएको होइनौँ, हामीले चाहिँ रात दिन सपना त देख्छौँ, तर आफ्नो जिन्दगीलाई सफल पार्नको निमित्त यसरी लाग्नुपर्छ जसरी खरायो दौडेको थियो। हामीले काम चलाउ मात्रै गर्यो भने जिन्दगीमा सफल हामी हुँदैनौँ र हामीले चाहिँ दृढ सङ्कल्पका साथ पोजिटिभ एटिट्युडका साथ अगाडि बढ्यो भने हाम्रो काम सफल हुन्छ, हामी त्यसमा सफल प्राप्त गर्न सक्छौँ।